ओइ म घर जान्छु अब घर जान्छु त्यसै बाबुले गाली गर्नुभयो बाबुले गाली गर्नुभयो सागरबाट भन्नुहुन्छ मलाई बाहिर जानुभयो गाली गरेर बोकर म जान्छु घर बस्दैन तपाईँसँग अब थाहा छैन मलाई भोलि गएर सार्नु म अब अहिले त जान्छु नाइ म बस्नु सक्दैन अब म जान्छु घर अब खानु पकाएको छैन त्यही भएर गाली गर्नुभयो अनलाइन क्लास पढ्ला थियो झन् खाना पकाएको छैन त्यो चामल सकियो थियो बाबु चामल ल्याइदिनु भने मान्नु भएन भने गर्नुहुन्न के कल पनि म उनीतिर जानु मोबाइल हेरिराख्नु भए बाहिर छतमा म त बाहिर छतमा जान्छु अब भन्नुहुन्थ्यो नि दिपिका नानीसँग अरे मसँग त केही भन्नुभएको छैन म बस्नु सक्दैन अब यहाँ अब जान्छु अब तपाईँ बस्नु आफ्नो भाइ बहिनीसँग अनि जसले भनेन भन्नु त भागेर आएको 5 महिना भएको छैन छिटो जानु तपाईँ गएपछि मात्रै आउँछु भन्नुभयो यहाँभित्र म किन बस्ने अरूका घर जान्छु म अब बस्नु अब राम्रोसँग बस्नुला उतैतिर बिहे गरेर बस्नुला म राख्छु अब भाइ बस्नु खोइ कोहीले पनि राम मान्दैनन् किन बस्ने हो म यहाँ खाना पनि पकाउनु नसक्ने बसिरहन्छु यति दिउँसभरि बसिरहनुहुन्छ खाना पनि पकाउनु अनि के भन्नुहुन्थ्यो अनि के म अनलाइन क्लास पढ्ने भएर म पकाएन खेर दिपिका नानीसँग त्यो घुम्न जानुभएको थियो अब आउनु भात पनि खाँदैन के पनि गरेन नाइ बस्नु अब बस्नु म त जान्छु अब नानीले पनि सताइरहनुहुन्छ सबैले सताइरहन्छन् यहाँ किन बस्ने म अर्का घर बस्नु सक्दैन हेर्नु तपाईँको भाइसँग आफू म गए गएर बस्नु अब भाइ
अझै भाउजूलाई कल गरिदिन्छ हेर भाइ हामी गइरहेको राजु हेर्न सक्नुहुन्छ यहाँ अझै कल गर्नु भएको उ हेर्न सक्नुहुन्छ राजुले हैन उठ्यो अझ उठाउनु अब सिरियस सिरियस है ल भाउजू अब अलि बढी गर्नु के है Oh my god, हेर्न नसक्नु रहेछ अब त्यसो राख्नु चाहिँ के भने त्यही रिस्टार्ट ल कोही नभने काटेर गर्छु धेरै बिच्न ला आँखमा टेन्सन लाग्यो कस्तो यस्तो नगर कि त्यस्तो नगर के अरे अर्को यार मैले त केही भने छैन रे दादाले के यार मैले त केही भनेको छैन भनेको होइन अझै टाइप गर्नु लाग्नु भएको होइन टेन्सन त होला नि हो छिटो नहुनु होइन दीपिका त धेरै बेला चाहिँ मुख दिइहाल्छ तैँले त्यो एक्टिङ हुन्न भाउजूले पुरा एकदम पुरा सिरियस जस्तो एक्टिङ गर्नु भएको होइन तब दादाको के आउँछ तिमी हेर जाऊ हेर्नु सक्नुहुन्छ के लेखेको छ है हेर्नु सक्नुहुन्छ गाइस अझै कल ल भाउजू उठाउ सिरियस नगर्नु कि अब कल किन गर्नु भा कहाँ हो त्यसमा कुरा गरेर जा म जान्न अब म बोल्दैन तपाईँको भाइसँग ए बाउ त्यस्तो नगर कि सक्ने मान्छे कति त्यो मान्छेले जे भने नि भन्छ र नि फेरि किन त्यो जे पाए त्यही भनिन्छ त मलाई त्यससँग म कुरा गर्छु नि म त्यसलाई भन्छु तँलाई गाह्रो भइरहेछ भने बरु म त्यसलाई यहीँ बोलाइहाल्छु यतै पर्छ त्यो किन हो त्यसो गर्ने भनेर भन्छु नि चिन्ता नलिन भयो म के भन्नु पर्दैन अब त्यो उतैतिरको भाउजू खोजिदिनु त्यसलाई पनि त्यो तपाईँले अर्को बिहे गर्नु नराउनु भने यताउताको मान्छे सोच्छन् कि यार तँलाई त कमसेकम तँ त यार तेरो त अलिकति गर्न भने आफूलाई सम्हालेर अलिकति छैन नाइ म जान्छु कस्तो लाग्यो प्राय कस्तो लाग्यो तपाईँलाई खाइ भिडियो खोला हाम्रो प्लान सक्सेसफुल भयो होइन लास्टमा भयो कि अति गरिदिनु भयो त्यही अब हात लाग्यो अर्को भाउजू गरिनु गरे देख्नु सक्नुहुन्छ होइन गाई आज हामीले प्राइज आज भवाल प्राइज के भन्न चाहन्छ बाबु अर्को भाउजूको जस्तो तपाईँ यस्तै प्राइङ लिएर हामी अर्को प्राइङ भेटिनेछु भाउजू कस्तो लाग्यो तपाईँले प्राइङ गर्दाखेरि दादालाई मनाउनु भाउजू अब कल उठ्दैन त्यही हो गाई एकचोटि कल गरेर हामी होइन हाई भन्न लगाउँछु हाम्रो हाई भनिदेऊ दाजु हेलो खै त्यो उज्यालोमा आउनु न हाई भनिदिनु न त हाम्रो भ्युजहरुलाई हाई 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 लाइट गरेर आइसक्यो गाइस त्यही अब हामी अर्को भ्लगको साथ भेट्ने छु आजको बवाल भयो हामीले प्राइङ गर्यौं दादालाई राम्रो छ हैन गाइस त्यही हो अब अर्को प्राइङ कोसँग आउँछ त्यो हामी वेटमा बस्नु त्यही हो गाइस यही भन्छु हैन गाइस सो अर्को उसमा बेलाउँला बाइ बाइ सो त्यही हो गाइस गुड नाइट टेक केयर मेरो भ्लग यही नै अन्त्य सो भाउजू भन्दिनु त गुड नाइट अर्को भिडियो कस्तो आउने लाग्छ अब हेर कस्तो आउँछ कोसँग आउँछ भन्ने कुरा आजको बवाल भयो हैन एकदम बाइ भन्दिनु सबलाई बाइ ल भन्दै तेरो एक्टिङ पनि दामी थियो ल दामी बाइ तपाईहरु हाँसेर हो कि दौडा भइदिन्थे के अति भइगयो कि हात लाग्यो भाउजू मलाई आस्ते हात लाग्यो फेरि गाइस एक्कासी गरेको लाइक सो गाइस लाइक गरिदिनु त्यसलाई लाइक सब्स्क्राइब गरिदिनु बाइ गाइस